काक्रा छ अनि यो उसमा किन राख्नुपर्छ यो क्लिप छ चटपटे यो छ नि स्वाद मिठो आउँछ हो अनि चटपटेमा राख्दैन है क्लिपको शब्द लाग्दैन के हो र खै मलाई थाहा छैन राखेको के यो नभए पनि त्यो के भन्छ तोरीको चाहिँ लाग्छ तोरीहरु ल्या जिरा खै मलाई लागेको नि त्यो अब त्यो मिठो हुन्छ नि सरा के राख्दा हुँदैन भन्नुभएको सरले के राख्नु हुँदैन भन्नुभएको सरले के को चोप तेलको चोप ए मिल्छ झन् कति खतरा हुन्छ मैले एउटा लिएर आएको छु उसले एउटा लिएर आएको छु क्या भनिरहेको छ कि है मैले फेरि यस्तोमा लिएर आएको छु मैले त बात के गर्नु खै कहाँ हेर्नुहोस् मोटिभेसन दिनु अरे नि त मैले पेस्ट लिएर आएको छु सानो यो अब खाना खाना पा हुन्थ्यो त्यो बारे कसले सुन्न न बिर्सेछु चाहिँ भोलि ल्यान्छु ल कस्टम ल्यान्छु भोलि ल्यान्छु धेरै दिन पछि कलेज जानुको फाइदा तपाईँको नाम के हो भनिदिनु न तपाईँले आज के लिएर आउनुभयो चटपटीको लागि पन्जा चाहिँ के को लागि गोलगाल गर्नलाई चम्ची छैन नि त होइन अनि तपाईँको नाम के हो भनिदिनु तपाईँको नाम के हो भनिदिनु मेरो पुरा नाम चाहिँ पूर्णिमा गुरुङ हो पुरा नाम आज चाहिँ हामीले चटपटे पार्टी गर्नलाई अनि तपाईँले चटपटे पार्टीको लागि के सामान ल्याउनु भयो के ल्यायो भन्यो भने हामीहरू सबैजना मिलेर चाहिँ पैसा उनीहरूले दिए हामी दुईजनाले बिना र मैले चाहिँ यो फ्यान्टा अनि यो अनि यो अनि त्यसपछि चम्चा चाहिँ धेरै छैन होइन तर कतिजना चाहिँ पुग्दैन जसले हातले गम गर्छ त्यो चाहिँ मान्छे हुन्छ कि यस एउटा अरू के ल्याएको छ अरे यो हाम्रो सुरेक्षाजीले लिनुभएको यो चना हो म्यामको तर्फबाट शारदा म्यामको यो हाम्रो शारदा म्यामले पैसा दिनुभएको थियो हामीले चाहिँ किनेर लिएर आएको होइन अनि यो चाहिँ हाम्रो भगवती मिसको हो अनि अब के छ काँक्रा छ नि मेरो अनि के रे चम्चा आएको हो यो के हो भन तेल यो तेल कसले ल्याएको मैले त्यो त राम्रो हुन्छ नि हरियो खुर्सानी भरे चाहिँ म अब तपाईँको नाम भन्नुहोस् त स्वस्तिका पराजुली एकछिन यहाँ सुनिएन भन्नुहोस् न स्वस्तिका भण्डारी नगराउ न सुविशा कार्की म भिडियो बनाइरहेको छु साथीहरू भरे यस्तै आउला है भन्नुहोस् न स्वस्तिका राई अनि तपाईँले आज के ल्याउनु भयो मैले चाहिँ आज तेल अब आयो पालो तपाईँको नाम भन्नु हेलो मेरो नाम चाहिँ सुरेक्षा कार्की हो मैले चाहिँ आज के लिएर आएको छु चना लिएर आएको छु चटनी खानको लागि ल ठिक छ त्यसो भए कसको पालो कडन्दा चाहिँ दिदी तपाईँको नाम के हो सो सरी त्यसो मैले त्यसो उयो गर्न खोजेको ल भन्नुहोस् न तपाईँको नाम के हो यो पोल्या हो भन्नुहोस् न भन्दैछु निकाल के हो यो खै के हुन्छ मेरो साथमा भन्नुहोस् न के भन्ने तपाईँको नाम त्यही हो पछाडिबाट आएको त्यही हो पछाडिबाट आएको रे पछाडिबाट यस्तो पनि हुनुहुन्छ नाम भन्न पनि सक्नु भएको छैन ब्याक साइडबाट भन्नुहोस् न भन न निर्मला दिदी तपाईँको नाम भन्नुहोस् न ए यो चाहिँ एकदम सही हो यो
मैले भने कि तर तपाईँ किन स्कुल नआउनु भएको मलाई सुन्छ थिएन यहाँ हेर्नुहोस् कलेज आउने मान्छेहरू यता हुनुहुन्छ पढन्दासे उता हुनुहुन्छ कपाल के अरे कपाल बाट्ने दिदी यता हुनुहुन्छ यता पनि हुनुहुन्छ पढन्दासे दिदी सबै आफ्नो धुनमा हुनुहुन्छ सर एकजना नआएपछि यस्तो हुन्छ भन्ने कुरा के भयो सिचुएसनमा हिसाब पढाएको थियो नि त सिचुएसनमा मेरो चाहिँ सर पनि आउनु भएको थिएन अनि सबपट्टि पार्टी राखेको रहेछ म पनि धेरै दिन भयो कलेज नआएको थिइनँ अनि साथीहरूले चटपटी पार्टी राखेको रहेछ युट्युबमा भलक त यो युट्युबमा जान्छ जस्तो सुकै स्वर भए पनि जस्तो सुकै भोइस भए पनि जस्तो सुकै थोपडा भए पनि युट्युबमा भलक जान्छ अनि यस्तै छ साथीहरू सुन न अब यहाँ साथीहरू नआउँदै चटपटी खानको लागि तपाईँ साथीहरू जम्मैजना आउनु पर्यो होइन एउटा गीत गाइदेऊ न के गीत गाउने गाइदेऊ न एउटा गीत के अरे बाँचो खेतमा चड्के सलाम छ सबैलाई पहिलो भेटमा तिमी हामी यसरी भेट भएको बेला तिमी हामी यसरी भेट भएको बेला बाँचो खेतमा चड्के सलाम छ सबैलाई पहिलो भेटमा साथीहरू सबैजना भेट भयो सबैजना आए अनि सबैजना भेला भएपछि हामी यहाँबाट चाहिँ अब चटपटी बनाउनलाई तर्खरमा राखिसकेका छौँ कसैले प्याज काट्ने कसैले आलु काट्ने कसैले धनियाँ केलाउने कसैले काँक्रा काट्ने कसैले कागती निचोर्ने काम भइरहेको छ चटपटेमा यसो अलिअलि चिसो भनेर चाहिँ फेन्टा ल्याएर रहेछ साथीहरूले होइन भिडियो कस्तो लाग्दैछ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा बोलेको भिडियो मेरो आफ्नै भोइस भनेको चाहिँ यही पहिलो भिडियो हो अलि लामो भिडियो भनेको नि यही हो सो सबैले सब्सक्राइब गरिदिनु होला आज फर्स्ट इयर भन्दा सेकेन्ड इयरमा चाहिँ एकदम चटपटे पार्टी एकदम राम्रो भएको छ फर्स्ट इयरमा नि राम्रो भएको थियो सेकेन्ड इयर त भन्दा राम्रो भएको छ